सो गाइस वेलकम ब्याक टु माई न्यू भ्लग। आइयो बजिरहेको सन्चै हुनुहुन्छ होला। म पनि एकदम धेरै सन्चै आराम छु, आज चाहिँ म गोठाला आएको छु कि हेर्न सक्नुहुन्छ। यस्तो बवाल भ्यू छ गोठालातिर पनि होइन। सो गाइस अहिले चाहिँ हामी खनाइ खानको निम्ति आएको छौँ। भाइले चाहिँ रुखा चराएको छु मैले, भाइले चाहिँ लिएर आउँछ है यहाँ फ्याक्ट बाबु। एक दुईवटा म खाएर यसो गाईजोलाई देखाइदिउँ हाम्रो गाउँको खनाइ सनाइ होइन। हामी चाहिँ बबाले खान्थ्यौँ पहिला, रातै हुन्थ्यो, आजभोलि त्यति आउँदो रहन्छ नि होइन पहिला जस्तै। हेर्न सक्नुहुन्छ यो खना गाउँको अर्ग्यानिक होइन। मिठो छ गाई। सो गाइज अब चाहिँ हामी उता जानेछौँ। उता अब के खान मिल्छ आजको दिनमा होइन गोठालामा होइन। सो हेरौँ आज चाहिँ रमाइलो नै हुन्छ जस्तो लागिरहेको छ। अब के हुन्छ हेर्दै जाउँ बिस्तारै होइन। खान हाम्रो बाख्रा अहिले यहाँ रहेछन् बाख्रा गाईगोरु होइन, सबकै यतैतिर छन्। खानासाना खाना आफसाफ चोरचार गरिदिने मैले यिनीहरूको घरको है। पागिहेन नानी, पागिहेन मलाई म चोरिदिने है गएर। गाली साली नगर नि फेरि तिमीले मम्मीलाई नि भनिदिनु गाली नगर्नु। हामी त चोरेर खाने हो, बरी माग्ने हो, मागेर नदिए चाहिँ चोरिदिने म तपाईँले। खतरा मान्छे नि आमा, मलाई चिन्नु भएन गाई हजुरले, म त हजुरको आफ्नै हो त आमा होइन। सो म चाहिँ जाँदैछु अहिले पानी खानको निम्ति। त्यसपछि चाहिँ हामी आफ सोध्छौँ पहिला घरतिर गएर यति नाइ भन्यो भनेपछि चोरेर खाने हो। अनि त्यहाँबाट अनि खाँदा रहन्छौँ त्यहाँ ठुलै छन् आज हामीले खाने। अहिले पछि म अरू पनि देखाउँछु हजुरहरूलाई। सो हेर्दै हुनुहुन्छ हजुरहरू पनि भिडियो होला, खाइयो खाने जति। सो अब चाहिँ यो खाने टाइम भइरहेको छ। हेरौँ कस्तो छ आलु। यो चाहिँ आलु पनि खाँदैछौँ, यहाँ पाकेको रहेछ। यस्तो दामीहरू बसिहाल्यो, त्यही पनि खाने कुरा हुँदैन। हजुर कस्तो छ? यो फेरि लाग्दो रहेछ कि दाग जस्तो, हेर्नु न यो कस्तो छ त? पनि ठिकै छ, जाउँ त खाँदै फेरि मस्त खाएको। अझै पनि हामीले केही रमाइलो गर्न सक्छौँ भने दिउँसोतिर तपाईँहरूलाई देखाउनेछु। यी बाख्रा लगेर चाहिँ तलतिरतिर जान्छु, त्यसपछि चाहिँ मजाले रुखमा बस्नुपर्छ बाबु है। यता उता लैजा यो चाहिँ मेरो खतरा डान्स हो नि। सो आज चाहिँ अब रमाइलो भइरहेछ। खै कति ल्याएको छौ देखाऊ त, देखाउन भनेको कति ल्याएको छौ? कहाँदेखि ल्याऊ यो झरेको? डुङ्ग्री गएको थियौ? हेर्नु गाइस बरु यति साह्रो लिएर कुहिया रहेछन् कि होइन झरेका हुन् के? मलाई थाहा पाइसक्यो तिमीहरूले अब को दिने भयो केटाकेटीलाई नि अरू। ल म यति खान्छु है। ल राम्रोसँग आऊ गर, फेरि कोही लुटपाट गर्दैन नि ती सबलाई बाँड्दै आएको छ। नबाडौ अब है। घर मिठो छ अनि पानी पनि परेको छ कि अहिले पानी परेको छ होइन। बाख्राहरू पनि यहाँ तलतिर आएर बसेका छन् रुखको उमा के होइन। रुखको मतलब रुखको माथिबाट के रुखले चाहिँ पानी छेकेको हुन्छ, त्यही भएर चाहिँ बाख्राहरू यहाँ बसेका छन्। सो आज चाहिँ यति आँप खाने हो। अहिले चाहिँ अझ पछि रमाइलो चाहिँ बेलुकैसम्म हुन्छ क्या। सो भिडियो चाहिँ स्किप नगरेर हेर्नु चाहिँ हजुर स्किप गर्दै हुनुहुन्छ होला चाहिँ सायद। नगर्नु गाइज यार, तपाईँहरू मेरो दाइ भाइ दिदी बहिनी होइन सबै भनेको त हजुर पनि हो नि। हजुरले यसो भिडियो स्किप गरिदिएपछि त कहाँ पुग्दैन भने के होइन। ल यो चाहिँ हो खाने। यो भाइले चाहिँ यसरी खाँदैछ, म चाहिँ हल्का सानो दानो के। आमा यस्तो बुझ्यो क्या गाई, यस्तो बुझ्यो क्या आमा, त बोक्दै पनि छोड्दैन क्या आज होइन। यस्तो मिठो लाग्यो नि आमा। हेर्नु यो चढेको के मुन्नी यहीको बकरी त खतरा छ नि।
सो गाइस आजको भिडियो चाहिँ अब यहीँ अन्त्य गर्नुपर्ने हुन्छ, किन भन्दा भिडियो पनि धेरै लामो भइसकेको छ होइन। सो आजको भिडियो यहीँ अन्त्य गर्छु म। आइयो हजुरहरूलाई यो भिडियो राम्रो लागेला, यदि राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। थ्याङ्क्स फर वाचिङ, बाई बाई गाइस।